काले कुन चाहिँ मन पारी मलाई पनि छोडिदिने सदरा केतिर पर्नु या भन्दा बेसी इन्द्रेणीका दुईटीले छोडे भूमिकाले खोजेसी छकाउन पर्यो नै मनमाया फकाउन भूमिकाले खोजेसी छकाउन पर्यो नै भगवतीलाई यही बिन्ती लाओस् मनमायाको कतै मन्नाया भगवतीलाई यही बिन्ती लाओस् मनमायाको कतै Thank you.
आउन रोजे भन्नुहुन्छ भने मनमा के हो मैले उहाँको यतिखेर धेरै नै सहयोग गर्ने आमा बुवाहरू हुनुहुन्छ उहाँहरूलाई धेरै धन्यवाद छ मृगौला फेलै भएको छ भनेर क्यान्सर पीडित हो भने ट्याक्कै यहाँ आएर बस्नु होला उता आउनु होला प्रहरी भाइले सघाउनुहुन्छ कुरै छैन नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेना भनेको जनताको धड्कन हो जनतालाई अप्ठ्यारो पर्दा चट्ट साथ दिने यहाँ सेना प्रहरीमा भएकाले हात उठाउनुहोस् त कोही छ पूर्व राउरे त्यसै सेना नभए त्यो फुर्तिलो हुन्छ मनमायालाई यतिको मनै पराउँथेन नि मैले पनि मन पराएको त्यही सेना भएर अब सीता सेडाई उहाँले 1500 स्वर्गीय बुढा कृष्णप्रसाद काफ्लेको सम्झनामा दिनुभएको छ उहाँलाई जोरदार ताली पार्वती बजगाईले 500 दुखी पीडितलाई ईश्वरी थप्पले तिमाल लेसीबाट 600 दुखी पीडितलाई भने बुद्धिलाल धनुवार ठुली कान्छी धनुवार उहाँहरूले आमघारीबाट 1000 युवराज चौलागाईलाई धादिङ लहर भात पकाउन लगाउने युवराज चौलागाईले जित्यो भने मनमाया पलाञ्चोकमा बसेर माता बनेर यहीँ काभ्रे नै घरमा आउँदा पारी माता त माता उसले एउटा बच्चा पायो भने त्यसको माता भनेको त्यसै तिमी त यहाँको माता हस् मनमायाले माता भनेको लुगा फुकालेर अर्को सेतो लाउने हो युवराजको छोराछोरीको माता भन्ने भनेको मैले पुरै बुझ्दैनन् त्यो त जोरदार ताली देऊ रामशरण रेग्मीलाई जसले आज हाम्रो अन्तै कार्यक्रम थियो यस्तो गर्नुभयो कि यो बेलामा इन्द्रणी पलाञ्चोक भगवती नगई हुँदैन पलाञ्चोकमा गएर एक रात तपस्या गरौँ तपाईँले चिताएको पनि पुग्छ भन्नुभयो यस्तो राम्रो मान्छे जन्मिएको ठाउँ कहाँ होला भनेको त रामशरण दाई यहाँ रहेछ आउनुहोस् त दाई प्लिज यहाँ आउनुहोस् त मलाई नि यो सुनिता लुङ्गालाई छोड्नै मन लाग्दैन तपाईँलाई पनि थियो सबै बस्न पुगेको तपाईँको जोरदार ताली दिउँ हाम्रो दाइलाई अनि हाम्रो ऊ हुनुहुन्छ नि कुमार लामी छाने गोरेबहादुर थापा उहाँहरू सबैलाई मेरो सम्झना छ अरे अहिले हुन्छ अरे भनिदिनु होला है त यति डाँडोमा टाढा टाढाबाट पानी ल्याएर रात दिन घरको सबै छोडेर जनताले पानी कसरी खालान् भनेर लागिराखे आत्मालाई जोरदार ताली ओ भगवान् जय हो हेर्नुहोस् त गुवाको कार्य छ उहाँ यहाँ आउनु पर्ने त होइन तर पनि यो इन्द्रणीलाई यहाँ ल्याउनु पर्यो भनेर उहाँ आउनुभयो मैले भने आएन उहाँ अर्काले भन्नु भने जस्तो लाग्यो जोरदार ताली दिउँ उहाँलाई भगवान्ले सधैँ उहाँको टिमहरूलाई त्यस्तो शक्ति दियो यहाँको खानेपानी संस्थानलाई हार्दिक सम्मान विश्वकै नमुना यहाँ माथि सुनकोसीको पानी ल्याउँदै हुनुहुन्छ